नमस्कार साथीहरू। मे 1 तारिक अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको बारेमा आज कुराकानी गरौँ। हामीले यो देशको विकास भयो, यो देशको विकास अलिक कम भयो अथवा यो देशको विकास भएन भन्ने शब्द सदैवदेखि सुन्दै आएका छौँ। सडक बन्छ, पुल बन्छ, भवन ठडिन्छ, भ्यू टावर बन्छ, अझ दमकतिर त भूत टावर पनि बन्छ अनि हामी सुन्छौँ देश अगाडि बढ्दैछ, विकासले फड्को मार्दैछ। तर हामी सामाजिक कहलिएका मान्छेहरूले कहिल्यै प्रश्न गर्दैनौँ कि यी सडक बनाउने, पुल उठाउने, भवन थाप्ने, भ्यू टावर बनाउने, धुवा धुलोसँगै जीवनको अन्तिम लीलासम्म व्यतीत गर्ने ती हजारौं लाखौं हातहरू कहाँ छन्? तिनको अवस्था के छ? यी हातहरू जसले आफ्नो सम्पूर्ण जीवन नै भौतिक विकासमा लगाए, तिनकै जिन्दगी किन झन झन तल तल झरिरहेको छ? नेपालमा श्रमिक हुनु अपराध नै हो जस्तो किन गरिन्छ? यो देशमा पसिना बगाउनुको कुनै मूल्य किन हुँदैन? नेपालमा ठुलाबडाको शब्द पिक्छ, देखावटी आदर्श पिक्छ, खुरापाती दिमाग पिक्छ, तर श्रमलाई सबैभन्दा सस्तोमा किन्न सकिने सामान भन्दा सस्तो किन्न खोजिन्छ किन? दुःखद पक्ष यही हो। श्रमिकहरू बिहान सबेरै उठेर चिया नखाइकन, भात नखाइकन, रित्तो पेट सस्तो ज्यालामा रगत पसिना बेच्न हिँड्छन्। उनीहरूको मूल्य के कति हो उनीहरूलाई पनि थाहा हुँदैन। उनीहरूको जिन्दगीको मूल्य कोही नेताले संसदमा उठाउँदैन, किनभने श्रमिकहरू श्रममा विश्वास गर्छन्, नीति निर्माणकर्तासम्म पहुँच राख्न सक्दैनन्। कुनै श्रमिक वर्गको प्रतिनिधि संसदमा छैन। सबै श्रमिकलाई नेताहरूले भोट बैंक बनाएका छन्। नेताहरूलाई श्रमिकको याद चुनावको बेला बाहेक कहिल्यै आउँदैन। चुनावका बेला श्रमिकलाई देशको मेरुदण्ड भन्छन्। भोट माग्न उनीहरू श्रमिकका बस्ती बस्ती पस्छन्, झोला बाँड्छन्, चप्पल बाँड्छन्, मासु भात बाँड्छन्, रक्सी बाँड्छन्, आश्वासन बाँड्छन्। अनि चुनाव जितेपछि अर्को चुनाव नआउन्जेलसम्म श्रमिकका मुद्दा कहिल्यै कसैले सुन्दैन, कसैले बोल्दैन। श्रमिक बस्तीमा आगो लागे पनि दमकल पुग्दैन, बिरामी भए एम्बुलेन्स पुग्दैन, मान्छेको मृत्यु भए कोही कसैले श्रद्धाञ्जली पनि भन्दैन, श्रमिकको अकालमा भएको मृत्यु सानो समाचार पनि भन्दैन। अर्थात् यथार्थमा भनौँ, नेतृत्वले श्रमिकलाई एउटा जनावरको दर्जामा राखिरहेको छ। तिनै श्रमिकले भोट दिएर जिताएका देशका नेताहरू, संसदहरू प्रत्येक दिन लाखौं तलब खान्छन्, सरकार बनाउँछन्, करोडौंको गाडी चढ्छन्, 5 तारे होटलमा सेमिनार गर्छन्, युरोप भ्रमणमा सिप विकास अध्ययन गर्छन्। तर त्यही देशका श्रमिकको मजदुरी गर्न भारत जानुपर्छ। विश्वभरिको श्रम बजारमा लाचार भएर मलाई यो तिम्रो देशको श्रमिक बनाऊ, लैजाऊ भनेर हार गुहार गर्नुपर्छ, रोई कराई गर्नुपर्छ। अर्काको देशको श्रमिक बन्न पाएकोमा आफूलाई गौरवान्वित ठान्नुपर्छ। श्रमिकहरू हात मुख जोड्न र बाँच्न काम गर्छन्, नेताहरू विलासिताको जीवनयापन गर्न श्रमिकको दुःख पीडा र वेदना बेच्दछन्। आजभोलि त यस्तो लाग्न थालेको छ कि नेताहरू रोबोट हुन्। यिनीहरूका भावनात्मक नाता, सम्बन्ध, नैतिकता भन्ने केही यिनीहरूसँग छँदै छैन। अर्को पीडादायी कुरा के छ भने शिक्षकहरू जो स्वयं मानसिक श्रमिक नै हुन्, उनीहरू जब सडकमा आइपुग्छन् आफ्ना माग लिएर, उनीहरू भन्छन् हामीलाई राम्रो तलब देऊ, हामीलाई सम्मान देऊ, हाम्रो कुरा सुन, हामीलाई मर्यादा क्रममा ठुलो ठाउँमा राख, हामीलाई स्थानीय सरकारको मातहतमा नराख, हामीलाई स्थानीय सरकारभन्दा माथि राख। तर उनीहरूको आन्दोलनले शारीरिक श्रम गर्ने श्रमिकको पक्षमा एक शब्द बोल्दैन, किनभने हालका शिक्षकलाई तिनै पार्टीले अवकाशपछि नेता बनाउनु छ। झोलामा शैक्षिक सामग्री मात्र बोकेर भएको छैन, पार्टीको सदस्यता बोक्नु परेको छ। उनीहरू श्रमिकलाई भोलि आफ्नै भोटको बैंकको रूपमा देख्न चाहन्छन्। अनि किन श्रमको मुद्दा उठाउँथे त? शिक्षकहरूको आन्दोलनमा कोण सभा हुन्छ जहाँ भाषण त्यस्ता व्यक्ति गर्छन् जसले शारीरिक श्रम गर्नेको अवमूल्यन गर्छन्। दैनिक शारीरिक श्रम गर्ने वास्तविक श्रमिकको पीडा कहिले बुझेका हुँदैनन्। एउटा मानसिक श्रमिक शिक्षक जो आफ्ना सन्तान निजी स्कुलमा भर्ना गरेर शारीरिक श्रम गर्ने श्रमिकका सन्तान पढ्ने स्कुल बन्द गरेर हिँडेका छन् आन्दोलनमा। तर उनीहरू ती श्रमिकको विषयमा एक शब्द बोलिदिन तयार छैनन्। यसबाट के प्रष्ट हुन्छ भने शिक्षक र नेताको सोच श्रमिकका लागि कुनै फरक छैन। मे 1 जब हामी श्रमिक दिवस मनाइरहेका छौँ, यो केवल एउटा डेट बनिसकेको छ। स्कुल बन्द, सरकारी कार्यालय बन्द, सङ्घ संस्थाका कार्यालय बन्द, केवल यति मात्र एउटा बन्द गर्ने डेट। नेपाल सरकारका लागि यो केवल एक दिनको रुटिन हो अनि श्रमिकका लागि फेरि अर्को 1 वर्षको केवल निराशामा परिणत हुने आशा हो। तर यो अवस्था किन बन्यो? किनभने यो देशमा श्रमिकलाई सधैँ भोट बैंक मानियो। उनीहरूलाई कहिल्यै अधिकारको पक्षमा आवाज उठाउने वर्ग भनिएन, बरु जात जातिका कुरा उठाइयो, धर्मका कुरा उठाइयो, तर श्रमिक र किसानका कुरा कहिले पनि उठाइएन। नेताहरूले भाषण गर्दा यो देश जनताको देश हो भन्छन्,
तर हामी बुझिरहेका छौं यो देश त केवल नेताको देश हो, जहाँ नेताका सुविधा, विदेश भ्रमण भत्ता भन्ने शीर्षक भन्दा तल अन्त्यमा एउटा सानो शीर्षक भित्रको उपशीर्षकको अन्त्यतिर सानो मधुर र नबुझिने अक्षरमा श्रमिकका मुद्दा लेखिन्छ। आज पनि कुनै श्रमिक बिरामी पर्दा सरकारी अस्पतालको बेडमा डाक्टर आउने समय कुर्दा कुर्दै मर्छ। नेताको टाउको दुख्यो भने सरकारी खर्चमा तुरुन्तै हेलिकप्टर जान्छ र उपचारका लागि चीन, थाइल्यान्ड, सिङ्गापुर जान प्लेन चार्टर गरिन्छ। श्रमिकको बच्चा पेट पाल्न होटेलमा भाडा माझ्छ र कहिलेकाहीँ सरकारी स्कुल लागेको दिन भाडा माझेर भ्याएका दिन पढ्न जान्छ। नेताको बच्चा अक्सफोर्ड र क्याम्ब्रिजमा पढ्न जान्छ। श्रमिक बिहान 5 बजे काम गर्न हिँड्छ, नेता राति 2 बजे डिस्कोमा रमाउन हिँड्छ। अनि यिनै नेताहरूले मे 1 मा श्रमिक दिवसको भाषण दिन्छन् तातो नछाडो। श्रमिक वर्ग दिनहुँ काम गर्छ, तर श्रमिकले काम अनुसारको ज्याला माग्न सकेको छैन। श्रमिक सधैँ झुकेर बोलेको छ, तर टाउको ठाडो बनाएको नेताले निहुरिएको श्रमिकको आवाज कहिल्यै सुनेको छैन। त्यसैले अब समय आएको छ, श्रमिकको आवाज केवल भाषणमा सीमित हुनु हुँदैन, निर्णयमा पुग्नुपर्छ। अब समय आएको छ शिक्षक आन्दोलन, डाक्टर आन्दोलन, कर्मचारी आन्दोलन र अरू दर्जनौं प्रदर्शनहरूले मजदुरका आवाज पनि बोल्नुपर्छ। मजदुरहरू सडकमा आफ्नो आवाज राख्न गए भने उनीहरूको साँझ चुलो बल्दैन। त्यसैले अरूले उनीहरूको आवाज बोलिदिएर सहयोग गरौं। हरेक पेशाका युनियनहरूले आफ्ना मुद्दाहरूसँगै देशका सबै श्रमिकका हक अधिकारको प्रतिनिधित्व गरौं। हामीले अब बुझ्नुपर्छ, श्रमिक कुनै दिनभरि खट्ने मेसिन होइनन्, उनीहरू नै यो देशको मेरुदण्ड हुन्। तर हालसम्म मेरुदण्ड टुटिरहेको छ, भाँचिरहेको छ, अनि हाम्रो मौनता त्यो टुट्न लागेको मेरुदण्डको साक्षी बन्दैछ। अब यो समय हो श्रमिक वर्ग आफैले आफ्नो कथा लेख्ने। अब यो समय हो यो देशमा श्रमिक बिना विकास छैन भन्ने कुरा हामी सबैले स्वीकार्ने। नेतालाई थाहा छ श्रमिकहरू सडकमा निस्किए भने सत्ताको जग हल्लिनु मात्र होइन, उखेलिन्छ नै। तर श्रमिकहरू थाकेका छन्, जसको मुहारमा पसिना र पेटमा भोक छ, उसले सत्ता उखेल्ने सपना देख्न पनि देख्दैन, त्यतापट्टि लाग्दा पनि लाग्दैन। तिनै श्रमिकको बुई चढेर सत्तामा पुगेकाहरू आज श्रमको सम्मान नगर्ने भएका छन्। आफ्ना देशका युवाहरूलाई विश्व श्रम बजारमा कौडीको भाउमा बेच्ने दलाल भएका छन्। नेपाली हुँ भनेर गर्व गर्ने नेपालीहरू अहिले नेपाली हुँ भन्दा लज्जाबोध गर्ने भएका छौँ हामी सबै। यो कसले बनायो? अहिलेको यिनै राजनैतिक नेतृत्वले हो कि होइन? मे 1 तारिक हार्दिक श्रद्धाञ्जली ती लाखौं श्रमिकलाई जसले जिन्दगीलाई सस्तोमा बेच्दा बेच्दै समाप्त गरे। र संकल्प गरौं, अब श्रमको मूल्य राजनीति होइन न्यायबाट निर्धारण गरिनेछ। श्रमको सम्मान गरौं, श्रमिकको सम्मान गरौं। काम ठुलो सानो हुँदैन, कामलाई ठुलो सानो देख्ने सोच चाहिँ सानो हो। त्यसैले सोच बदलौं, समाज बदलिन्छ। बदलिन आफूबाटै सुरु गरौं। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। यी र यस्तै भिडियोहरू हेर्नका लागि यो च्यानल सँगसँगै रहनुहोला। धन्यवाद, नमस्कार।